नमस्ते, यहाँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज म यो करेलाको अचार बनाउँ कि अथवा तरकारी जे भने पनि हुन्छ है, यो डिप फ्राई गरेर राख्ने हो क्या। त्यो बनाउनु गइरहेको छु। हेरौँ ल, मैले फर्स्टमा करेलालाई सानो सानो पिस बनाएर काटेँ। यो मसिनो बनाउन सजिलो हुन्छ भनेर काटेको हो। अनि त्यसपछि मैले यो यत्रो धेरै ल्याएको थिएँ कि, त्यही भएर। अनि यसको भित्रको यो बीज हुन्छ नि, बिउ त्यसलाई निकालिदिनु पर्छ। अनि सानो सानो बनाएर काट्ने। हेर्नु, हजुरलाई जुम गरेर देखाएको छु। यो पाकेको करेला भयो भने केही फरक पर्दैन कि, हरियै चाहिँदैन। पाकेको हल्का त्यो अचार बनाउने लायक हुन्छ नि, हो त्यस्तो खालको करेला युज गर्नु होला। अनि यसरी मसिनो गरेर काट्ने यसलाई। अनि मैले कति बिस्तारै काटिरहेको छु क्या, चक्कु हातमै राखेर काटेको छु, त्यही भएर यत्तिको हुन्छ। हेर्नु है, यत्तिको बनाउने। अनि एउटा भाँडामा राखेर नुन हाल्ने। नुनको मात्रा अलिक बढी राख्नुपर्छ यसको पानी झिक्नको लागि हो। अनि त्यही भएर अनि नुन राखेर मोलेपछि यसको पानी कति धेरै पनि निस्किन्छ। अनि यसलाई राम्रोसँग चलाएपछि सबै ठाउँमा नुन लाग्छ। हेर्नु है, मैले कसरी चलाउँदैछु। यस्तो गर्नु चाहिँ पर्दैन, तर मैले चाहिँ गरेको यत्तिकै। अनि त्यसपछि एउटा भाँडाले यसलाई ढाकिदिने। हेर्नु ल, यो भाँडाले छोपेर राख्यो भने अब आधी घन्टा 15 मिनट आफूलाई टाइम भएअनुसार यति धेरै पानी निस्किन्छ। हेर्नु, देख्नुभयो? यो पानी चाहिँ तितो पानी हो। यो तिते पानी निस्क्यो भने चाहिँ, अनि त्यही भएर करेला चाहिँ तितो हुँदैन क्या। यस्तो बनाएपछि त मेरो छोरीहरू पनि कसरी खान्छ नि, करेलाको तरकारी अचार। यत्तिको बनाएर राखेपछि अनि त्यो पानी राखेर फेरि पखालेको हो। नत्र फेरि नुनको मात्रा बढी भएर चर्को हुन्छ, चर्को। त्यही भएर पानी राखेर सफा गर्ने। सकेसम्म एकदम धेरै निचोर्नु होला। निचोरेर राख्यो भने अलिक लामो समयसम्म चल्छ कि। अनि त्यसपछि मैले कराहीमा तेल राखेँ। अब यसलाई डिप फ्राई गर्छु। तेल पनि फेरि एकदम धेरै तातेको नगर्नु होला नि। धेरै तातेको भयो भने छिटो छिटो बाहिर जल्छ नि, भित्र काँचै हुन्छ कि, त्यस्तो पनि मिठो हुँदैन। करेला त सानो आँचमा पकाएर यसरी मजाले नातिकन बनाउनुपर्छ। खानामा पनि माया मिसाएर पकाउनु पर्छ भनेको कुरा कतिलाई विश्वास लाग्छ। ट्राई गर्नु होला है। यत्तिकै पकायो भने त मिठो हुँदैन रहेछ नि, झन् त करेला। ल हेर्नु, यसरी अब मैले झिकेर थालमा राख्दैछु। राखेर भ्याएको छैन, राख्दैछु। त्यसपछि अनि आफूलाई जे जस्तो मसलाहरू प्रयोग गर्न मन लाग्छ, मिठो लाग्छ, त्यसलाई मिक्स गर्ने। अनि खानको लागि रेडी हुन्छ। थ्याङ्क यू फर वाचिङ। धन्यवाद पुरा भिडियो हेरिदिनु भएकोमा। फेरि पनि हेर्दै गर्नुहोला नयाँ नयाँ भिडियोहरू।